वेलकम टु माई न्यू ब्लग। म हजुरहरूलाई आफ्नो ब्लगमा स्वागत गर्दैछु। म तपाईँहरूलाई खोलातिर लग्दैछु। हेर्नुहोस्, अब म खोलातिर गइरहेको छु होइन। बाटो त मलाई थाहा भएन, तैपनि म भाइको नाम के हो? विमल गौतमसँग म सोधेर गइरहेको छु। परबाट छ कि रे। अब हेरौँ, अब गइरहेको छु है खोलातिर। केही समयमा म खोलाको बाटोहरू हेराउँदै खोलासम्म पुग्नेछु। त खोलाको बाटो हो, अब कता हो कता जाने मलाई त थाहा भएन। बाटोघाटोहरू राम्रो छ यो ठाउँको त। बाटो मोटर बाटो रहेछ, पक्की त होइन, ग्राभल खाले रहेछ मोटर बाटो है। हजुरहरू मेरो ब्लगमा बन्नु भएको छ, धन्यवाद। अब हेर्नुहोस्, म खोलाको बाटो आइसकेको छु होइन। यही खोलाको बाटो होला, म तल झर्दैछु है। बाटो कस्तो अप्ठ्यारो छ, तैपनि तपाईँहरूलाई त बाटो अप्ठ्यारो लाग्दैन होला, पाहाडमा बस्ने मान्छेहरूको लाग्दैन हजुरहरूलाई। तर कुरो म तराईमा बस्ने मान्छे भएर अलिकता पाहाड बाटो त असहज लाग्छ क्या, लागिजान्छ। त्यो त स्वाभाविक कुरो। तपाईँहरूको सपोर्ट चाहियो यार। ब्लग ठुलो कुरो होइन के, तपाईँहरूको मन ठुलो हुन पऱ्यो के, तपाईँहरूले हेर्ने पारा ठुलो हुन पऱ्यो। मसँग जोडिने एउटा नाता हो ब्लग। हेर्नु त कस्तो राम्रो फुलेको बोट रहेछ। यो बोटको नाम पैँयो हो। तपाईँहरू हेर्नु भएको थियो र? बाटो हेर्नु त खोलाको अझ पनि पुगेको छैन क्या म खोलामा। यो बाटो अलि अप्ठ्यारो भएर टाइम लागिरहेछ है मलाई। अब टाइम लागे पनि म खोलातिर त पुगेर नै छाड्छु कि। तपाईँहरू सामु एउटा फुल लिएर आएको छु, यसको नाम भनिदिनु होला त। म तपाईँहरूलाई वेशभूषा कताको त तराईको पाहाडतिर ल्याएर आएको छु कि। म खोलामा आइसकेको छु। त्यो म हजुरहरूलाई खोलाको पानी हेराउँछु है। हुन त म हेरे जस्तो त खोला यही हो। म पनि थाहा पाएको थिएन खोला कस्तो हो। योभन्दा ठुलो खोला छ भनेर म सोध्छु, कोही भेट्नुभयो भनेपछि म हेराउँदै गर्छु है हजुरहरूलाई। तर धेरै आनन्दित छ है यो खोला। म एकछिन माथिबाट हेर्छु है। हेरौँ है, माथिबाट म हेर्न कोसिस गरिरहेको छु। म खोला खोज्दैछु, खोला त भेटिएछु तर म सानो खोला रहेछ क्या। म ठुलो खोलाको खोजीमा जाँदैछु। हेर्नु नि, ठाउँ कति अप्ठ्यारो छ है। मलाई हिँड्न गाह्रो भइरहेछ। बाटो सोधेर पनि भेटाएको छैन होइन कोही साथी कि म सोधिहालौँ भनेर। तर हेर्दै गरौँ, अब बाटो जतातिर गइरहेको छु म त्यतैतिर गइरहेको छु। सायद खोलाको ठुलो खोला भेटिन्छ होला पछि होइन, त्यसैको आशमा गइरहेको छु। हेर्नु, खोलाको खोजीमा खोल्साहरू भेटिया छन्। खोला कतिखेर ठुलो मिल्ला भनेर पर्खाइमा छु। थकाइ लागेको छ है, खुट्टा दुख्न थाल्यो। त्यसपछि अलि थकाइ मार्दैछु। अब एकैछिनमा हेरौँ तल कता हो कता। आवाज त खोलाको अलि आइरहेछ होइन। म तैपनि अलि थकाइ मार्छु अनि हिँड्छु है। लु त खोला भेटियो है, जे होस् खोला भेटियो। अचम्मको लाग्यो कि हाम्रो पुल कस्तो हुन्छ, यहाँ पुल कस्तो छ है, ढुङ्गाको नेचुरल बनेको पुल है। त्यस्तो पुल म हेरेकै थिएन होइन। म फर्स्ट टाइम यस्तो पुल हेरिरहेको छु, कति आश्चर्य लागिरहेछ। म त यो ब्लग बनाउँदा यस्तो ठाउँ हेर्न पाएँ, अचम्म लागिरहेछ कि। तपाईँहरूको गाउँठाउँमा भएर अलिकता नलाग्ला होइन। म हजुरहरूलाई लिएर आइसकेको छु होइन खोलामा। अब म माछालाई चारो खुवाउनको लागि यसो ल्याएको छु पोलिथिनमा, चारो हो। अनि म खुवाउन गइरहेको छु है। हजुरहरू हेर्नु होला, माछा त कमै हेर्न पाइएछ। जे भए पनि, जुन जन्तु भए पनि म यसो खुवाएँ है। तपाईँहरूले हेर्न सक्नुहुन्छ। यार म माछा खुवाएको होइन, माछालाई चारो खुवाएको हेर्न सक्नुहुन्छ। फाइनली म घर आइपुगेँ। मेरो यो सानो ब्लगलाई माया गरिदिनु होला, लाइक गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै म बिदा हुन्छु। बाई।